त्यही भएर मगनी सालीहरूले नि सपोर्ट गर है, मगनी सालीहरूले नि सपोर्ट। यो आलु भयो, यो भेन्डी भयो, त्यसपछि दिस करेला। आफू फेरि मगरको ज्वाइँ पर्यो है गाइज, मगरको ज्वाइँ हो कि म। ताहेरे मगनी, ताहेरे मगनी, ताहेरे मगनी। हेलो गाइज, आई होप तपाईँहरू सन्चै हुनुहुन्छ अनि म पनि सन्चै छु। ए टिकटकमा भ्लेन छ, युट्युबमा चाहिँ बोटे भ्लग छ। ए झ्याप्पै आई मगर्नी लर्को बोकेर। हेलो साथीहरू, तपाईँलाई चाहिँ मेरो बोटे भ्लगमा स्वागत छ है। आज चाहिँ म फुल कुकिङ गर्दैछु, कुकिङ। यो चाहिँ मेरो बोटे भ्लगमा आउँछ, सबैले हेरेर साथ दिनु होला है त गाइज। यसै माया तिमीलाई ए झ्याप्पै आई मगर्नी लर्को बोकेर, हिले खबर भनिहाली झ्याप्पै, ए झ्याप्पै हिले खबर भनिहाली मुखै छोपेर। हेलो गाइज, आई होप तपाईँहरू सन्चै हुनुहुन्छ अनि म पनि सन्चै छु। अनि आज चाहिँ मेरो युट्युब च्यानलमा मैले यो एकदम भेजिटेबल कुकिङ गराउँदैछु, भेजिटेबल कुकिङ गर्दैछु। हेर्नु होला, हेरेर साथ दिनु होला, युट्युबमा पनि माया दिनु होला, साथ सपोर्ट दिनु होला। के हो र, आलु खोक्काउन नै आउँदैन त हो। तिम्रो मुहारले। अनि यो चाहिँ बोटे भ्लग होइन, यो बोटे भ्लगको च्यानल हो। अनि बोटेहरू चाहिँ कहाँ मऱ्यो कि कहाँ मऱ्यो। मेरो युट्युबमा जब म 1K पुगेछ। अनि बोटेहरू ठाउँमा सबैजनाले, बोटे माझीले जति सबैले यो भिडियो सेयर गरिदिनु होला। अनि सबैलाई सब्सक्राइब, युट्युबमा सब्सक्राइब गर्न लगाइदिनु होला है गाइज। हाम्रैले त हो नि साथ सपोर्ट दिने भनेको होइन, हामी आफ्नैले हो साथ सपोर्ट दिने भनेको। त्यसैले यो भिडियो हेर्नुहोस्, साथ सपोर्ट दिनुहोस्, सब्सक्राइब गर्नुहोस् है, त्यही हो। युट्युबमा चाहिँ भ्लेन छ है, युट्युबमा भ्लेन छ। त्यसपछि के भन्छ अरे, ए टिकटकमा भ्लेन छ, युट्युबमा चाहिँ बोटे भ्लग छ। आइएम बोटे, आइएम फ्रम नवलपुर देवसुली ए केउरेनी, यु अन्डरस्ट्यान्ड। सबैले हेरेर साथ दिनु होला, सपोर्ट दिनु होला। इङ्ग्लिस बोल्न त आउँदैन नि त होइन, त्यही पनि मिलाएर बुझ्नु न है। साला आलु केलाको, आलु केलाकै आलु पनि हात दिने सकिसक्यो। अब म भेन्डी काट्दैछु होइन। भेन्डी चाहिँ कसरी काट्ने हो, यस्तो लामो खालको काट्नु पर्ला, किरा सिरा त छैन नि। यो भेन्डी छ, यो आलु भयो, यो भेन्डी भयो, त्यसपछि दिस करेला। नेपाली र इङ्ग्लिस मिक्स है, इङ्ग्लिस त आउँदैन, त्यही भएर हल्का फुल्का ट्याकटुक दिएको नि त, आफै बुझ्नु होला है मिलाएर। ए झ्याप्पै आई मगर्नी लर्को बोकेर, हिले खबर भनिहाली मुखै छोपेर। आफू फेरि मगरको ज्वाइँ पर्यो है गाइज, मगरको ज्वाइँ हो कि म, फेरि बोटे भए पनि मगरको ज्वाइँ हो नि त। त्यही भएर मगनी सालीहरूले नि सपोर्ट गर है, मगनी सालीहरूले नि सपोर्ट गर्नुहोस् यो भिडियोलाई, यो बोटे भ्लग, यो बोटे भेनालाई मगनी सालीहरूले पनि सपोर्ट गर्नु होला, सब्सक्राइब गरेर टिकटकमा फलो गरेर। अनि बल्ल त यो बोटे भेनालाई हेर्न पाउँछ होइन। यस्तो लाग्छ कि है, मगनी जति देखेँ मगनीहरू, मेरो बुढी बाहेककै अरू मगनीहरूकै सुरुमा देख्दा चाहिँ के फिल हुन्थ्यो भने दलदलतिर देख्दा चाहिँ
ताहेर मगनी ताहेर मगनी ताहेर मगनी आफन्ती हो क्या आफन्ती हो क्या यो पनि आफन्ती हो क्या त्यो पनि आफन्ती हो क्या जस्तो फिल हुन्थ्यो के सुरुमा मैले बुढी बिहा गरेर ल्याउँदाखेरि अनि मगर्नीहरू देख्दाखेरि चाहिँ आफन्ती हो क्या त्यो आफन्ती हो क्या यो आफन्ती हो क्या भन्थे के त्यस्तो फिल हुन्थ्यो क्या मनमा है त आजभोलि त सबैलाई चिन्छु क्या मैले त्यही भएर यो बोटे भेनालाई सबैले साथ सपोर्ट दिनु होला है बुढीलाई सेवा हो क्या यो भनेको भात तरकारी पकाउला भनेको बुढीलाई सेवा बुढीलाई बिचरा अब काम गरेको हुन्छ नि त बुढीले अनि बेलुका चट्टाएर खाना पाओस् मिठो मिठो भनेर मैले यहाँ भेन्डी आलु करेला अनि त्यसपछि अब मासु पकाएको चाहिँ म अर्को भिडियोमा देखाउँछु है गाइज यो भिडियोमा चाहिँ हेरेर साथ सपोर्ट दिनु होला तपाईँले ल आजको भिडियो यति नै अब अहिले एकछिनपछि म अर्को भिडियोमा चाहिँ पकाएको कुकिङ सुकिङ सब हाल्छु है त गाइज ल यो भिडियो हेरेर साथ दिनुभएकोमा धेरै माया है धेरै माया छ यसरी नै माया गर्नुहोस् यसरी नै सपोर्ट गर्नुहोस् मेरो भिडियोलाई लाइक सेयर कमेन्ट सबै गर्नु है ल बाई आजलाई यति नै